हेलो गाइजहरू वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ आज यता ब्रिटिस क्याम्पतिर घुम्न आएको छौँ। यहाँ बाख्रा पनि चरिरहेको छ। यो त यतै आयो। अनि हामी चाहिँ यहाँ के खानेकुराहरू लिएर आएको थियौँ। मोमो ल्याएको थियौँ, अनि यो पानीपुरी, अनि उता चाहिँ बस्ने ठाउँ अलिक सम्म भएको ठाउँमा चाहिँ शीतलै छैन, गर्मी छ गाइस। त्यही भएर यहाँ चाउमिन फोरेकै छैन, अप्ठ्यारो भएर चटपट पनि यहीँ छ त्यस्तै। अनि हामीले जुसमा चाहिँ स्टेम जुस ल्याएको छौँ। अनि बाख्राहरू यता चरिरहेको छ। कस्तो छ मौसम। अनि पर्खे घोप्ट्याउलास म दिन्छु क्या। गाईहरू यहाँ बाख्रा आइसक्यो। बाख्रा हामीसँगै खानको लागि बाख्रा आइभ्यायो। यहाँ यिनीहरू खाँदैछ, हामी चाहिँ यस्तरी खाँदै बसिरहेको छौँ। कतै बाँदरले हैरान पार्छ। अस्ति मन्दिर जाँदा बाँदरले हैरान पार, आज फेरि यता आएको बाख्राले हैरान पार्ने के हो यस्तो। हाम्रो त नरिवले बोक्दै हिँडेको कालिकामा त जा। त्यस्तै घन्टी लाग्थ्यो र जा चर्न जा। यो बाख्री छ त दुधै होइन यो हाम्रो अझै झुन्डे। हामी चाहिँ अहिले खाँदैछौँ भक्काभक। अब खान्छौँ है ल। त्यस्तै लाग्यो। मैले एउटा खाएको पहिला मोमो, खुलैले को पैसा तिरेको हो 330 रुपियाँ। अब हाफ दियो भने त त्यसको पाप तिनीहरूलाई पनि लाग्छ नि, मलाई लाग्छ। मान्छेहरूले यसको रिङ बनाएर यो मन परेको नानीलाई निला क्या घुटुका चटपट खोलौँ न। अरू चिया दिन्छ निला घुटु हो। जुस खाँदैछ त्यो सानो मान्छेले पनि। यसमा ले चम्ची नि देखेन क्या चाउमिन खानलाई त। कस्तो रहेछ अलक्षिणाहरू केले खान्छ चाउमिन। चम्ची नै देखेन। चाउमिन चाउमिन चम्ची के छ त चाउमिन छ क्या। दुईटामै